लगाइजहरूले मासु भात मुकब्याङ गर्छु भनेको थियो भन्दा अगाडि भिडियोमा अहिले हाम्रो मुकब्याङ आइसकेको छ हामीसँग यहाँ भात छ हामी लोकल कुखुराको मासु यहाँनिर चाहिँ देखाउनु मिल्दैन होइन अनि त्यसपछि हामीसँग यहाँ कोक छ आज हामीसँग कुमार कार्की हाम्रो मासुको स्पोन्सर हामीले कुमार कार्कीले गर्नु भएको छ भिडियोको स्पोन्सर कुमार कार्की अलिक कमाइन्छ नि त हाम्रो लेफ्ट साइडमा हाम्रो राहुल कालीकोटे हुनुहुन्छ सधैँ बवाले हाल्नुहुन्छ होइन अब हल्का पसिना पुस्न दिएर पुरै पसिना आएर त गाइस काठमाडौँमा चाहिँ वायर गर्ने छैन पङ्खा किन्नु पर्ने बेला भयो होइन छोडे के छैन पसिना चुहिएला नि त खाँदाखेरि ल गाइस अब हामी सुरु गरेर कस्तो टेस्ट गरेर पाइलेपछि दिनु ल सुरु त रिभ्यू दियो अनि म दिन्छ यो दिन्छ ल गाइस खाइदिनु ल यो तेल चाहिँ के त्यो यहाँ फाल्छ नि ल गाइस मासु चाहिँ हाम्रो बवाल छ यहाँनिर अलिक लोकमा धेरै हड्डी हुन्छ क्या मलाई चाहिँ लोकल कुखुरा मन चाहिँ पर्छ तर झोल भातमा पर्छ रस त पुरै त्यो खसीको मासु खसीको के रस जस्तो पुरै कसले बोलाएको यसको बारेमा केही दुई शब्द भन्नु मन छ मासु कस्तो मासु त मैले अहिलेसम्म मिठो खाएको भनेको ढालेको हातबाट मासु पकाउनु फेरि चाहिँ थाहा भयो च्यालेन्ज खेल्न आइहाल्छ कुकहरू अब म भन्छु कस्तो लाग्यो आफूले पकाएको आफूलाई वाउ लास्ट मिनट छ त म निशब्द भयो आफ्नो तारिफ आफै के गरौँ भनेर हो निशब्द मेरो टर्न होइन तेरो पेटसँग पुगेको छैन क्या छिटो भन्नु स्वाद आइरहेको थियो होइन मैले एक बाइटले थाहा पाइनँ नेक्स्ट बाइट फेरि लिनुपर्छ नेक्स्ट बाइट लिनुको अर्थ के हो भने बब्बाल मिठो छ आज चाहिँ बार्सिलोना रियल मैड्रिड गेम छ होइन खाने कस्तो यार रियल मैड्रिडले हारिसक्यो यार जहिले हानी भएन कि यता छोडी हाल्छ खोलिदिनु लास्टै गर्नु भयो लाउँदैन आउँदैन स्पोन्सर बाइ क्रिस कार्की थुक्क पिसिहाल्छ नि आज क्रिसलाई तारिफ गर्न ल आज हाम्रो क्रिस कार्कीलाई एकदम धेरै धन्यवाद छ स्पोन्सर गर्नु भएकोमा ताली हल्का ढिलो भयो होइन नरिस अनि रोशन साथी दोस्तलाई लास्ट मिस गरेर राख्छ होइन रोशनले कमेन्ट गरेको थियो भिडियोमा अनलाइनमै हेरेर खाल तिमी गइहाल्यौ हामी त एकै भएन मलाई रोशनले बनाएको बिरयानी बवाल याद आउँछ बवाल मिठो बनाएको थियो रोशनले कुकर बिरयानी केटाहरूले भोप्ट्याइ मात्रै भिडियोतिर बोल्दैन मासु मिठो भयो कि यहाँ बोलिन आएको गाइस यत्तिको मासु खाना चाहिँ होइन भाग्यमानी हुनुपर्छ क्या यिनीहरू भाग्यमानी हो मेरो साथी भएर आउनु पाएकोमा हो किन तिमीहरू चाहिँ भाग्यमानी हो म आएकोमा यो भाग्यमानी हो यसले के गरे होइन बवाल छ त्यो है एक पिस ओइ मलाई त अझै भात खुवाउनु मन लाग्यो यार लास्टै मिठो रहेछ मासु हाम्रो क्यामेरा बाहिर नै एकजना हुनुहुन्छ उहाँ चाहिँ क्यामेरामा आउनुहुँदैन मस्त एक्लै देखाइरहनु भयो आफ्नै सुरुमा होइन पुरा त्यो गीत सुन्दै जम्बुको भ्याउनु थाल्छ लोजा मैले एक ग्लास पनि खाएको छैन त्यो जम्बो यति भइसकेको छ अझै बस सकिन्छ सकाउनु त सकाउने नै हो तर एक ग्लास खान पाएन केटाहरूले त बा भ्याइसकेको त के हो यस्तो मलाई साह्रै गर्मी लागेको त्यही भनेर बस्न वायर हुन्छ कि गर्मी हुँदैन नि गर्मी त गर्मी नै खायो कि मेरो त त्यस्तो साह्रो आएको छैन होला मेरो धेरै खायो त्यो त अलिक बढी मेरो हुन्छ पङ्खा किन्नु पर्ने भयो झन् गाउँमा यस्तो गर्मी छ केटा कसरी गाउँ त हाम्रो प्रिय गाउँ केही हुँदैन हामी त्यत्रो वर्ष त्यहाँ बसेको कसलाई गाउँलाई गर्मी भन्नै मिल्दैन त्यत्रो बसेर
तिमीहरूलाई एउटा बानी हो तिमीहरूलाई जस्तो कि आज गयो एक दिन भोलि त्यहाँ गर्मी हुन्छ पर्सि तिमीहरूलाई फेरि त्यही के त्यही हो बानी बानी परिहाल्छ त्यो चाहिँ आफूलाई गर्मी हुन्छ गर्मी के गर्मी? बच्चामा त्यत्रो वर्ष त बसियो अब अहिले चाहिँ हाम्रो गाउँ गर्मी छ भनेर हुन्छ गर्मी त हल्का गर्मी लागेर आउँछ गर्मी त गर्मीले ठाउँ हो तर त्यो गर्मी हामीलाई पचिहाल्छ त्यो चाहिँ हो है बमन ठिक कुरा गरे एकदम गुड तर थाहा छैन त्यस्तो 12 बजे घाममा हामी बागमती खोलामा त्यस्तो चर्को घाममा नुहाउनु गइरहेको गरिम भयो हाम्रो नुहाक्कन हामी बल्न गएको बम्बई त्यही भएर 1 बजे खेलेर आएको होइन बिहान गएर त्यस्तो गर्मीमा 12-1 बजे त्यही पनि त्यही नखाइकन त्यही नखान चाहिँ कहिले त्यही गयो नखाइकन त्यही नखान चाहिँ कहिले त्यही गयो नखाएन होइन तिमीहरू बिहान के खाएर जान्थ्यो र म दुधहरू खाएर जान्थेँ तँ जान्थिस् केही खाएर यो नि खान्थेँ कहिले गएर मैले मेरो त्यति बेला घरमा हामीले खाएर जान्थ्यौँ कहिले काहीँ हामी बाहिर गएर पनि गएर खान्थ्यौँ तर हामी बागमती गएको छ है बल चाहिँ फेरि हामी पहिला बब्बाले खेल्थ्यौँ मनि गएको छु बागमती साइकलमा गएर हामी आमामा है एकचोटि त हामीले नि फुटबल त पागलै हो नि बाबरे कहाँसम्म धोएन भने हामीले बागमती कहाँ नपुग्ने के जब हामीले स्कुलको त्यो छुट्टी हुन्थ्यो नि ध्यानै दिएँ कि फुटबल 4 बजे होस् कि 5 बजे होस् 6 बजे होस् कि 1 बजे राति उडाउँदै एकचोटि बागमती खानु उडाउनु लागि त हामीले त्यस्तो जाडो महिनामा नसुती 3 बजे 4 बजे उठेर पनि हामी त्यस्तो झप्सी लाग्दा पनि फुटबल खेल्न गएको ब्यागमा त्यो आगो बाली खया बोकेर आगो बालेर होइन खुला गएर हामीले त्यो बेलामा हामी त्यही 6 तिर पढ्थ्यो होला 6 7 होइन होइन 7 खेल्यो हामीले चाहिँ 7 पढादेखि खेल्न थाल्यो कि फुटबल हामी त लागु 12 जान थालेको 7 क्लासदेखि यिनीहरूलाई बल खेल्न यसलाई बल खेल्न लिएर जाने मै हो फेरि पहिले हामीले बल खेल्न मन लाग्दैन कतै मन नभुलाइ होइन होइन अन्त कति महिनामा त खतरा भएको ढाडे अनि बलै रोक्न आउने राम्रोसँग न बल हाम्रो नआउँछ हान्न यसले सिकाएको हो तँलाई सुट बम भएर सुट हान्न एक वर्षमा सिक्न चाहिँ हामीबाटै सिक्या हो अलिकति माथि पुगेर चाहिँ अनि धेरै मिहिनेत हान्न थाल्यो यसले लास्ट क्रेजी भएको अहिले पछि केज गर्न सपनामा 10 बजेपछि मेरो पढाइ बन्द हुन्थ्यो बाबा 10 बजेसम्म पढाउन राख्नुहुन्थ्यो 10 बजेबाट म 12 बजेसम्म सोच्थेँ भोलि गएर के खेल्ने भनेर अनि बिहान 4 बजे उठेर बस्थेँ म अनि कलेजतिर पढ्न जाने भनेर 4 बजे उठ्यो त्यो यतापट्टि यसको ठुलमम्मीको घरको यतापट्टिको भित्तामा हो ड्याङ ड्याङ हान्दै बस्थ्यो कहिले काहीँ बिहान बिहान म बुवाहरूको घर छु त्यहाँसम्म सुनिन्थ्यो त्यो बल हानेको साउन्ड तर त्यो त छोरा यार तँलाई केही भन्दैन थियो त्यो तेरो ठुलमम्मीहरूको त्यतापट्टि घरको भित्तामा ड्याङ ड्याङ हान्थ्यो हाम्रो घरमा आइरहन्थ्यो कहिले घरबाट मेरो घरबाट फुल सपोर्ट पर्दैन मैले खेल्नु हो तर ठाउँ पाएन राम्रो होइन ठाउँ पाएन अब 12 तिर त अब लरबरी यस्तो हो अब काठमाडौँ आयो गाउँ बस्यो भने के गर्न सकिन्थ्यो र अब कोही त हुँदैन थियो गाउँमा कोसँग खेल्ने हामीले त्यति बेला बागमती पनि हिँड्दै जान्थ्यौँ हिँड्दै चाहिँ होइन एकचोटि कुदेर गएको रनिङ गर्दै यत्तिकै अनि त्यसपछि साइकलमा कुदेको त बागमती हामी एकचोटि पुगेको छौँ एकचोटि ट्राई गरेको होइन त एकचोटि ट्राई गरेका छौँ कि भर ताल त पुगेको छैन अहिलेसम्म तिमीहरूलाई याद रहन्छ याद पुगेका छौँ एकचोटि हिँड्दै कुद्दै गएको खै म चाहिँ याद छैन तिमी त स्योर हो होइन साइकलमा त कतिचोटि गयो नि बा मेरो के हो भने म गेम खेल्न पाएँ ठुलो पोस्टमा अलिक कन्फिडेन्स लेभल लो भयो होइन त्यसपछि अब त्यो गेम खेल्न गयो खेल्न सक्ने अनि त्यो उदाउँदै गएर सक्यो मान्छे नि भएन अब ट्रेनिङ दिने मान्छे भएन पहिला अब सिकाइ हुनुहुन्थ्यो दाइले सिकाइरहेको भनेको राम्रो थियो अब त्यसपछि सब केटाहरू कोही अस्ट्रेलिया कोही जापान कोही भ्लगर उडिहाल्यो नि जापान अस्ट्रेलिया अहिले त कहाँ रे सपनाको स्विजरल्यान्ड सपनाको त कहाँ कहाँको देख्छु खाना सक्दैन नि यार त खाना पुग्दैन पुगिसक्यो गाइज हन्टरले भन्न खाना थप्न लाग्यो यो गाइज हामीलाई चाहिँ खाना पुगेन विशाल लाएर मलाई चाहिँ पुगेन आज मात्रै लाग्यो मलाई अलिक मिठो मिठो चिज भयो भने मात्रै मलाई खान मन लाग्छ रुच्छ फेरि के को भन्नु दुब्लायो भनेर मान्छेले यहाँ खाना खाएको देखेर ओइ खाना कति खाइदिन्छु भन्दा खाना रुच्छ नरुच्ने होइन तर खोइ के हुन्छ ज्यामा लाग्दैन खाना लिएर आउँछु ल म मासु दिन्छु म मासुहरू पाएँ लोकल
किन हतार त गर्छ उभिँदा उभिँदा हतार भइसक्यो मलाई यहाँ लोकल कुखुरा चाहिँ यस्तै हो कि गाइजु अब मासु भेट्दैन होइन हड्डी मात्र उतैले त्यति हड्डी निकालिदियो ल खानासाना खाएर खाने प्लान बनिसक्यो यहाँनिर चाल आज मैले पूजाको घामलाई अब सबै हाल्नु चाहन्छ मलाई नि हाल्यो त्यसो सबै हाल्यो मलाई धेरै खानु हुँदैन भने होइन चोरा लाग्यो बानीले धेरै खान्छ थाहा छैन त एकछिन बानीले अलि धेरै पाउँछ होइन कसरी भन्दा ल पैसारी बानीले अलिक धेरै होइन कि जबसम्म हामीलाई हुन्छ नि पाहुनालाई जबसम्म धेरै मजाले दिँदैन नि तबसम्म दिनेले चान्स नगरे नि हुन्छ पुरानो कुरामा भाइ पुरानो साला न्यू जेनेरेसनको मान्छे हो हामी न्यू जेनेरेसन पुरानो कुराहरू पाहुना सँगै पाहुनाको कोक त गायो पाहुनाको कोक गायब हुन्छ अगाडिबाट होइन अगाडि यी सब कसरी गायब हुन्छ है अब एकछिन दायाँ बायाँ भयो जे पनि हुनसक्छ बत्ती जबसम्म मेरो खाना सकिँदैन तबसम्म मेरो म कतै बायाँ बायाँ उठ्दैन के गर्छु अब गाइस त्यही हो नेक्स्ट भिडियो चाहिँ अब के को आउँछ अनएक्सपेक्टेड आउँछ होइन आउन चाहिँ आउँछ नेक्स्ट भिडियो अब पोर्कको आउँछ हामीले गाउँमै हाल्छ पोर्क हिजै खाएको गाउँमै गएर गरिदिउँ न भिडियो म ब्याङ्क बम्बई आउँदैन तपाईँलाई मात्रै भने पार्टनर त अनि बम्बईलाई भिडियो कलमा राख्ने साइडमा रिभ्यू लिने अनि के म चाहिँ जीवन निकाल्दै भयो नि अनि त तर यसो गर्नु त तँ पनि त्यहाँनिर पोक किनेर भिडियो गर्दा पोक देखाएर बस्नु क्यामेरा क्वालिटी चाहिँ अलिक राम्रो बना क्यामेराको क्वालिटी एक दिनलाई भने म 30 प्रो निकाल्छु 30 प्रो निकाल्छु यतिको चिज जस्तो चाहियो है होइन यतिको 16 प्रो म्याक्स ओइ केटा हो गाइस आज एउटा यस्तो इन्ट्रेस्टिङ खतरा कुरा भएको थियो मेरो एउटा मोबाइल सपमा 16 प्रो म्याक्स लिएर आयो होइन कपी के एन्ड्रोइडको बेच्न लिएर आएको अरे कुवेटबाट किनेको कतिमा भने 250 रुपिसमा किनेको अरे ल नेपाली 1,10,000 रुपियाँ पऱ्यो लेडिज हुनुहुन्थ्यो उहाँ चाहिँ ठगिनु भएछ अनि मैले भन्दै थिएँ अनलाइन उयो गरेको अरे क्या अनलाइन अर्डर गरेको अरे त्यही भएर गाई आइफोनहरू यस्तो अनलाइन अर्डर नगर्दा हुन्छ अहिले त अब त फेरि यसो अनलाइन अर्डर गरेको बिल पनि दिएन अरे क्या ल नेपालीहरूलाई अब बिचारा अब अफरको पछि लाग्ने अलिकति नबुझिकन अलि अनएजुकेटेड नै थियो त्यो मान्छेहरू चाहिँ तपाईँहरू नि किन लाने फेरि 1,10,000 रुपियाँमा आइफोन 16 प्रो म्याक्स पाएपछि कहाँ आउँछ त यार चाइनामै पर्छ 1,80,000 त अनि बिचरा यार अलिक कस्तो फेसको स्ट्रक्चर नै अलिक कस्तो बनाइदिरहेको थियो डुप्लिकेट भनिदिएपछि हामीले 1,10,000 त आइफोन 16 प्रो म्याक्स सेकेन्ड ह्यान्ड पनि आउँदैन गाइस त्यही भएर नकिन्नु होला त गाइस पेट्रोल त्यही भएर जोखिमपूर्वक कामहरू नगर्नु खान्छ अनि भुइँसे जस्तो भइसक्यो तिमीहरू पेट किन नलाग्यो त्यही भएर मेरो फोन आएको त मैले त कसो हुन कहाँ छ फोन आयो मेरो फोन आइरहेको थिएन कसो हो त गाइज हेर्नु है अब यहाँ जुत्ता पढ्या पर्छ भनेर सोच्यो हेर्नु है हेलो हजुर हजुर हेलो भन्नु न भन्नु प्रशान्त को प्रशान्त हजुर भन्नु न को एउटा फेक कल आइरहेको छ किन यार भर्खर त्यो फेक कुरा गरेको फेरि फेक कल आयो मेरै मोबाइलमा कराइ बसेको त्यो जुत्ताको बारेमा लिनलाई मान्छे गाह्रो भयो त्यही भएर के भयो को कम भयो केटाको साँच्ची कम भयो पानी पानी म मेरो त त सिक्दियो त सबको झोल खा झोल बाँकी छ भाइ जे बाँकीको छ नि त्यही खाने हो कि झोल खा मैले त भात कस्तो बिस्तारै खाइरहेको छु है मुकब्याङ लगाइ हाम्रो गेम फर्स्ट म भयो केटा फर्स्ट म भयो च्यालेन्ज गाइस फिक्स गेम बार्साले जितिसक्यो बार्साले 5 हान्यो होला कहाँ छैन 3 हानिसक्यो मटले गर्नु कति हाने
रियल माड्रिड पनि एक छ अहिले ए 3-4 24 मिनट कमब्याक हुन्छ है गाइज आज रियल माड्रिडले जित्नै पर्छ म माग्दिनँ के भाइ 3-4 भए अझै बाँकी छ हामीसँग कति टाइम अझै हामीसँग कति भइसक्यो तर अन्य बाँकी छ सुरुमा रियल म्याड्रिडको 2 गोल भइसकेको थियो हैन अझ 10 मिनट बाँकी छ हामीसँग बार्साले यस्तो हामीले पछि 2 अझै हामीसँग 10 मिनट टाइम बाँकी छ रियल माड्रिड कम अन यार रोजन भाइ कम्पिटिसन खेल्ने हो त ल यसमा च्यालेन्ज गर्ने बार्साले कसले जित्यो भने के बाजी राख्ने बाजी चाहिँ राख्न सक्दिनँ गाइजमा होइन तर म फुल सपोर्टर बार्साको त बासा र खाने रियल माड्रिड हैन भाइ ल बाजी के खेल्ने तिमीहरूको लिड छ भाइ एउटा जम्बो कोक म लिड भयो भने बाजी राख्छु ल सुन है मलाई अहिले अलिक के कौशललाई हुन्छ के यहाँ छ नि त्यसलाई थाहा त छैन गेमको बारेमा के भइरहेको छ होइन अनि तँलाई विश्वास लाग्छ भने म त्यो च्यालेन्ज गर्न फ्यान हो तर म पैसा इन्भेस्ट गर्न सक्दिनँ मनी इज सो इम्पोर्टेन्ट फेरि गाइज आज रियल माड्रिडले जित्छ म पनि रियल माड्रिडकै फ्यान भयो पैसा भन्ने कुरा केटाहरू गाह्रो छ बल्ल बुझी गाइज लास्ट सर्ट यार बल्ल पहिलेदेखि बुझ्यो पैसा छैन भने दुःख देखाएर पनि हिँडेर के गर्नु भन्नु अब खाँदैन भाइ अब किन खाने अब कोक बनायो खाउला बेकरले खाउला गाइस लास्ट गर्नु भयो यार ओभर गर्नु एक भयो एक गिलास पानी खाएर नि गर्दिन न हैन गाइस गेम जितेर नि गर्दिन पानी खानको स्वादै बेग्लै हुन्छ खानु हुँदैन रियल माड्रिडले जित्यो भने खाए कोक मलाई फेरि म त गर्दिन कति टाइम छ तर खुवाउने चाहिँ फेरि तिमीले हो नि म खुवाउनु मैले हैन तैँले नि आदिहाल्छ रियल माड्रिडको फ्यान होइन त पनि म खान्न गाइसको तँले दुश्मन भनेपछि त हार्यो भने तैँले खुवाउँछ हुन्छ जित्छ हो आज यो माड्रिडले जित्नै पर्छ हो यो कुरा हान्नु छाती हान्नु कि टक्कर बनाऊ मलाई देखाउन मन जित्यो भने विशाल भाइ खाओला नि एउटा आउँछ है गाइज हामी गेम हेर्दैछौँ है एकछिन गाइस हाम्रो ध्यान के नि प्लाएर के भन्नुपर्ने हुन्छ हैन अहिले यहाँ माड्रिडले गोल हानेको त ढाडे चिच्याएर होइन ऊ गोल हान्यो इ हरेको गोल हुन्छ है क्या त्यस्तो नभन के हरेको गोलले कोबाट हानेको गोल झगडा गर्ने है यार त्यो ओइ पानी लिनु कुमार अहिले हामी भन्नु यहाँ गयो अब रियाक्सन भिडियो अब यो रिएक्सन इन्ट्रेस्ट निकाले फेरि कस्तो पागल रहेछ अब हार्यो ढुक्का हैन हार्यो हार्दैन विशेष थाक्यो होला के माड्रिड खेलाइसकेको छैन अघि त खेलाइ थिएन अघि यसमै थियो लबीमा थियो बसिरहेको थियो खेलिसक्यो छैन पुरा घाम लागिरहेछ है खै घाम लाग्यो है बत्ती बेला घाम लाग्यो हाल्दैन घाम लाग्यो होला अनि स्पेनमा भयो कहाँ बार्साको होम ग्राउन्डमा होइन त्यहाँ नि घाम लाग्यो हो कि त्यहाँ नि गर्मी रहेछ पसिना आएछ अनि अहिले उयो नै गर्मीको सिजन हो अनि होइन त्यो साउन्ड चाहिँ यत्रै हो साउन्ड फुल होला यो साउन्ड नसुनी मजै आउँदैन कि मेन कुरा साउन्ड भनेको नि फुटबल क्रिकेट त्यसको फुल हुनुपर्छ यस्तो मजा आउँछ नि है धन्यवाद हानेको मलाई बार्साले रियल माड्रिडले नि रियल माड्रिडले जित्यो भने यहाँ कोक आउँछ यहाँ कोक सिकिरह यस्तो गर्मी भइरहेको छ मलाई बब्बाल हानिसक्यो यार के हानेको यार त्यो पागल रहेछ यार कसले हो एन्ट्रिक छिरा जस्तो लागेको थियो त्यस्तो खोटेको नमाने कस्तो हानेको हेर्न हाम्रो रियल माड्रिड कुन हो हाम्रो सेतो होइन फ्यान फेरि कस्तो इन्जर भएछ नि हारेको नि ला रोनाल्डो छैन रोनाल्डो छैन के भन्छ सम्झाउनु भने यार रोनाल्डो चाहियो भन्छु अहिले छोड्यो रोनाल्डोले रियल माड्रिड अब खेल्न पाउँदैन त्यसले रियल माड्रिड छोडेको बेन्चेमा कहाँ छ अघि लाग्छ होइन मलाई बेन्चेमा बगार लाग्थ्यो यार पहिला लाग्थ्यो लाग्छ सधैँ लाग्ने हो रोनाल्डो त फ्यानै हो अलवेज तर बेन्चेमा पछि गर्ने गेमतिर ध्यान भएन हाम्रो अलिक हाने बार्साले हान्छ अब ल खाइहाल्यो अब ढुक्क राबीले बिगाऱ्यो होइन हान्दैन से भएदेखि
बबाल छ भन्यो बाबा के गरे बबाल किपरहरुले मुखबाट रदाइ एम्बापे। 3-4 भयो हामी त गोल्ड कप हेरेर जस्तो मजा आइरहेको छ त ढाडे बासाको चाल बासाले अघि नै हानेको आफूभन्दा अगाडि बाबा यार के हान्यो यस्तो मिस हान्ने त्यसले पनि हुन्छ के भयो एउटा प्यानिक भयो क्या भएन अफसाइड भएको बार्साले हान्छ कि के हो 10 सेकेन्ड पनि भर हुँदैन क्या त्यही भएर मलाई बार्साको खतरा हान्छ जस्तो लागिरहेको धेरै रफिङ हार्यो रियल मड्रिड त हार्यो कहिले हान्ने क्या रियल मड्रिड त ओइ ओइ ल आफ्नै साइडमा खायो अरे अब हेरे खायो अरे यिनीहरू कस्तो त्यो ला कस्तो खेलेको होइन ल उयो अब हाडे अब हेर अब खायो त्यहाँ ओइ कस्तो बसियो क्या 5 गोल खायो 5 हाल्यो देखि भने होइन बेचोदै भयो जितिहाल्यो नि 5 हाल्यो लास्टमा गएर बार्खाले त रियल मड्रिडले त पानी पेलाइदियो गेममा झन् खुसी हालेको खानुपर्छ खुसी हाल्यो हारेको पैसा हाल्यो मदेखि गाइज जित्ने फिक्स हुँदा पनि पैसा हालिरहेको छ किन बिकज इन्भेस्टमेन्ट भन्ने कुरा गर्न सक्दिनँ भन्न गर्न सक्दिनँ यो टाइममा अहिले यहाँले बल फर्काएको त्यही भने है गेममा 1 मिनेटमा 2 गोल हाल्यो भने सिपिसीको टाइम हेर अफसाइड छ छैन हेरेर होइन फलेर उ त्यहाँ फल भन्दा पनि उयो हातमा लाग्यो कि जस्तै अफसाइड हेरे हो अफसाइड छैन गोल हाल्यो गोल छ लास्ट गोल त गोल हो ढुक्क गोल हो 100% गोल हो त्यो गोल हो गोल हो लाग्यो मैले भने नि ह्यान्ड भने ह्यान्ड भनेर त्यही पनि एक अझै हाइ के छ नो गोल 5 हुन्थ्यो लास्टमा क्या बिगार्दै यहाँ मान्छे लालिगाले हार छैन हार सबै हार नआसाले फ्यान होइन म रियल मड्रिडको रोनाल्डोको फ्यान गरेर पनि भएर बसिरहेको छु यार यत्रो के त के भनेर भाइ त इन्सपिरेसन होइन कि यत्रो लोयलिटी यत्रो लोयलिटी देखेर त्यो पनि हारे जहिले हाल्छ हेर्दा लगाएछ हाम्रो मुख ब्याङ्क चाहिँ सकिसक्यो होइन अघि छैन अनि मुकब्याङ हामीले गर्दा गर्दै एउटा गेम पनि हेऱ्यौँ त्यो गेमले हामीलाई चाहिँ इमोसनल बनाइदियो गइदियो कुनै आउँदैन त त्यसकै हेर्नुहुन्छ मैले अघि अल्बिटिक भनेर म जिस्काउन पनि चाहदिनँ बिकज मलाई अघि थाहा थियो मैले अघि अल्बिटिक तर के भनेर भन्दैछु त्यही गाइस अब हामीले चाहिँ अब दुःख मनले अब यो गर्नुपर्ने हुन्छ होइन बाई बाई